है सबैलाई हामी चाहिँ यहाँको बासिन्दा एकदमै सपोर्टेड दाइ हुनुहुन्छ। लगभग समग्रमा उहाँलाई धेरै कुराहरू चाहिँ जानकारी भएको हुनाले यहाँ हामी चाहिँ लिगलिगकोटको घले बाढीमा चाहिँ आएर चाहिँ यहाँको सम्बन्धीमा केही कुराहरू चाहिँ उहाँ मार्फत चाहिँ जान्न चाहन्छौँ। दाइ नमस्कार छ है हजुरलाई। नमस्कार। हजुरको नाम चाहिँ? मेरो कमल बहादुर राणा। हजुर यहाँ चाहिँ बासिन्दा, यहाँको बासिन्दा? बासिन्दा भन्नु पर्यो। ए कति पुस्ता भयो यहाँ, हजुरलाई केही जानकारी छ? हामीहरू यहाँ बसेको त 5-6 कुराहरू भइसक्यो। त्यही त यहाँ हामीलाई जहाँसम्म बुझे अनुसार चाहिँ यहाँ चाहिँ घले राजाहरूको चाहिँ दरबार थियो अरे होइन। त्यसपछि यहाँ चाहिँ घले बाढी भन्ने कुराहरू चाहिँ सुन्नमा आइसकेपछि हजुरसँग चाहिँ केही कुराहरू चाहिँ जान्न मन लाग्यो चाहिँ हजुरलाई, केही कुराहरू राखिदिनुहोस् है। अब इतिहासले नै त्यही हजुर बताउँछ कि पहिला लिगमा चाहिँ घलेले राज्य गरेको भनेर चाहिँ बताउँछ होइन इतिहास। हजुर हजुर। त्यसको साथसाथै अब हामीले जान्न चाहिँ कस्तो थियो भने यहाँ एउटा पूजाआजा चाहिँ नि दैनिकै चल्ने लिगलिगकोटमा। हजुर हजुर। अनि त्यसमा पनि अब यहाँ तलको एकजना बाहुन बाजे हुनुहुन्थ्यो, उहाँले चाहिँ पूजा चलाउनुहुन्थ्यो। ए त्यसपछि पूजा चलाउने क्रममा उहाँले चाहिँ यो बारीको फुल्टीतिर लगाएर चाहिँ लिगलिगकोटमा चाहिँ पूजा चाहिँ चलाउनुहुन्थ्यो। त्यसरी चाहिँ यो घलेहरूको चाहिँ घलेबारी अनि यो घलेहरूले चाहिँ यहाँ बसोबास गरेर उहाँहरूको चाहिँ नि यताउति भएपछि यसमा नि घलेबारी नाम राखेको चाहिँ परापुर कालदेखि चाहिँ नि सुन्नमा चाहिँ आएको छ होइन। त्यही भएर यसको नाम चाहिँ घलेबारी हो। यहाँको फुल टिपेर चाहिँ लिगलिगकोटको पूजा चलाउँथ्यो त्यो बारी। भनेपछि यहाँको फुल टिपेर चाहिँ माथि मन्दिरमा गएर चाहिँ अनि उसले चाहिँ पूजा चलाउँथ्यो। ए ए ए देख्दा पनि। हजुर हजुर। यहाँ चाहिँ कति जति चाहिँ छ दाइ बारीहरू चाहिँ, घलेको बारीहरू? त यो त कति होला भने घर सर त यहाँ केही पनि छैन होइन। घलेबारी भन्नाले यहाँ करिब 10-15 रोपनी जति छ होला। 15 रोपनी घलेहरूको नाममा भएको बारी चाहिँ भएको बारी पहिला। अहिले चाहिँ यो निजी हो कि सरकारी हो कि कसरी छ त यो बारी चाहिँ? अहिले त व्यक्तिको नाममा छ। व्यक्तिमा भइसक्यो है। अब पहिला चाहिँ कोइराला हजुर हजुर क्षेत्रीहरूको नाउँमा थियो। अनि त्यसपछि एकजना आले मगरले त्यो पनि आमाको नाताले के अब कोइराला चाहिँ क्षेत्रीबाट पनि त्यो कोइरालाहरू जन्मायो, आले चाहिँ फेरि मगरबाट जन्मायो एउटा आमाले। त्यो भएर फेरि आलेहरूले लिएछ बिचमा चाहिँ। हजुर। अनि यो तल र माथि चाहिँ क्षेत्रीहरू नै छ। तल कच्ची रोड भन्दा माथि सबैलाई घलेबारी जनाउँछ कि यहाँ। ए कच्ची रोडदेखि माथि है? तल एउटा कच्ची रोड छ। भनेपछि अहिले चाहिँ यो चाहिँ व्यक्तिकै नाममा छ होइन यो बारीहरू सबै चाहिँ? कताबाट फेरि घलेहरू पनि पहिला पनि सोधी खोजी यहाँ हेर्न चाहिँ आउनु भएकै हो कि फेरि यो पश्चिम नेपाल अधिराज्य कुन ठाउँबाट। हजुर हजुर। कता कता उहाँहरू केही लेखहरू अथवा केही बनाउनु भएको छ होला सायद, जहाँसम्म लाग्छ। सायद होला केही जानकारीहरू केही लेख्नु भएको होला जहाँसम्म लाग्छ। दरबारको बारेमा, राजाहरूको इतिहासको बारेमा तपाईँले केही जानकारी छ त्यस्तो? अब त्यो इतिहासको बारेमा त खासै दरबे शाहको पालादेखि नै इतिहासहरू आउँछ कि। यहाँ द्रव्य शाह आउनुभन्दा अगाडि चाहिँ घले राजाहरू थियो अरे भन्ने कुराहरू चाहिँ हामीले सुन्नमा आउँथ्यो होइन। इतिहासले चाहिँ त्यो देखाउँछ। हजुर। घलेबारी यस्तै शब्दहरू चाहिँ मगरहरू चाहिँ त्यतिखेर चाहिँ दौडेर राजा हुने 1 वर्षको लागि होइन। अब जो पहिला भयो ऊ 1 वर्षको लागि यो राज्यको राजा भयो। हजुर हजुर। अनि त्यसपछि अर्को वर्ष आउँछ फेरि त्यो दसैँको बेलामा दौडिन्थ्यो सबैजना जम्मा भएर। जो पहिला हुन्थ्यो ऊ 1 वर्षको लागि राजा हुन्थ्यो भनेर चाहिँ त्यसरी सुन्नमा आउँछ होइन। त्यो भएर अब त्यो त्यसरी चाहिँ चलाउने चाहिँ सबै घले राजाहरू थियो, घलेहरू थियो पहिला राज्य चलाउने चाहिँ भन्ने चाहिँ इतिहासले चाहिँ सुनाउँछ, बुझाउँछ। हजुर हजुर हजुर। अहिले चाहिँ यहाँ संरक्षणको लागि कुनै सरकारबाट कुनै त्यस्तो व्यवस्थाहरू छ कि छैन त यहाँ हाम्रो माथि लिगलिगकोटको? पहिला त यही लिगलिगकोटकै नाममा चाहिँ कयौँ खेत बारीहरू थियो कि लिगलिग कालिकाको नाउँमा। ए यो तलतिर पनि? यो तलदेखि नै ठाउँमा खेतहरू थियो अनि बारीहरू थियो। अब यो करिब यो रोडदेखि माथि त सबै कालिकाको नाउँमा थियो। हजुर हजुर। अनि पछि बाठाटाहरूले खेत पनि आफ्नै नाममा बनाए, बारी पनि त्यस्तै। ए भनेपछि पनि खोज्यो भने लिगलिग कालिकाको नाममा थुप्रै जग्गाहरू छ। ए भनेपछि हाम्रो यो लिगलिगकोटको दरबारको नाममा चाहिँ होइन जग्गा जमिन चाहिँ धेरै छ। तर अब यो जानकार जान्ने सुन्ने मान्छेहरूले खोज्दैन। धेरै अगाडिको कुराहरू पनि हुनसक्छ होइन, त्यो आफूले व्यक्तिगत रूपमा नामसारी गरेको हुनसक्छ त्यो कुराहरू होइन। त्यसलाई कस्तो हो नि, यो चाहिँ
गुठीको नाउँमा थियो होइन, कालिका गुठीको नाउँमा थियो। अनि उनीहरूले चाहिँ एकैचोटि रैकर नबनाइकन रैतान बनाउने, कहिले चाहिँ अब फेरि पैसा सैसा खुवाएर रैकरै बनाउने, त्यस्तै गरी गरी अब धेरै जग्गा जमिनहरू अब त्यो इतिहासमा खोज्न गयो भने, मालमा खोज्न गयो, यताउति खोज्यो भने सबै थाहा हुन्छ। त्यो कति जग्गा थियो लिगलीकोटको नाममा, कतिजनाले चाहिँ आफ्नो नाउँमा बनाए, सबै थाहा हुन्छ। भनेपछि हजुर चाहिँ यहाँको बासिन्दा हुनुहुन्छ। यहाँ चाहिँ कस्तो पूजाआजा कसरी हुन्छ, जस्तै कुन जातिले चाहिँ गरिरहेछ अहिले होइन? अहिले त अब मगरकै बाउले चाहिँ दैनिकी पूजा हुन्छ। यहाँ वरिपरि भएको चाहिँ मगरकै बाउले त हो अहिले चाहिँ? अहिले चाहिँ मगरले गरिरहेछ। मगरको पनि केही छ अहिले चाहिँ, पहिला भन्दा पहिला चाहिँ बिचमा पहिला चाहिँ नि अब हामीले देखेर चाहिँ बाहुनहरूले चलायो, ठकुरीले चलायो, त्यसपछि बल्ल अहिले मगरले चलाइरहनु छ। यहाँको बासिन्दामा चाहिँ अहिले कुन जाति हुनुहुन्छ? समग्र भन्ने त अब क्षेत्रीहरू पनि छ, मगरहरू पनि छ, अनि दलितहरू त माथिल्लो माथि अब सबै दमै कामीहरू यताउति गाइनीहरू छ, माथिल्लो टोलमा बिचमा ठकुरी मगरहरू छ। त्यस मगरहरूको पनि बाउले त बढी नै देखिन्छ है। भनेपछि जोस् हजुरलाई जानकारी भएको चाहिँ लगभग यति नै हो। यति नै हो। ल धन्यवाद दाइ, हजुरले धेरै थोरै जानकारी दिनुभयो होइन, त्यसको लागि थ्याङ्क यू सो मच। यो हाम्रो घलेबाडी रहेको छ, देख्न सकिन्छ। एकदमै राम्रो रमाइलो ठाउँ पनि देखिन्छ है, चारैतर्फ चाहिँ हरियाली जङ्गल।